परदेशी लाइफ स्टोरी यो 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 नेपाली दाजुभाइहरू ध्यान दिएर सुनिदिनु ल जिसको मेरा गाना समझ में नहीं आता लेकिन फीलिंग्स आता है हाँ सबको प्यार दे दिल से लव यू ऑल इस बॉय एमसी बुझा स्टेट आउट द सोनापुर कैम्प यो जब 15 वर्ष पुग्दा लाग्थेन त्यस्तो केही 16 वर्ष पुग्दा स्कुलले छाडिदिए 17 वर्ष पुग्दा गाउँतिर हलिडे दिए 18 वर्ष पुग्दा काठमाडौँको माया लागिदियो विदेशतिर हिँडिदिए कोही छैन साथ दियो अन्जान सहरमा छोड्छ विदेशमा माथुँदै बच्यो घरमा आमा पिर नलिनु एक दिन सब ठीक हुनेछ सफलताको शिखर चढ्दछु एक दिन छोराले आकाशलाई छुनेछ कुरा काट्ने आफन्तले कुरा बसेर हुनेछ ए आमा कुरा काट्ने आफन्तले कुरा बसेर हुनेछ छोरो साथीभाइ कोही अमेरिका कोही जापान कोही चाहे कोरियातिर चिनिदियो अभागी छोरा के गर्न सकिन झोला बोकी खाडीतिर हिँडिदियो सुत्ने टाइममा ड्युटी जानुपर्छ 12 घन्टा ड्युटी दिनभरि काम मैले मेहनत गर्छु एक दिन अवश्य बनाउने सुनाम काम गर्दा गर्दा हात खुट्टा हुने गर्छ जान नेपालमा के गरी खान्छु भन्दा पाइने केही पिलौँ सबको सोच देश छोडी विदेशतिर हिँडौँ गरिबको देश मेरो नेपाल सबैलाई कसरी दिरौँ पार बोकी आए म साथीभाइ सबैलाई माया छ साथीभाइ सबैलाई माया छ यो 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 यस्तो छ मेरो परदेशी लाइफ यस्तो छ मेरो परदेशी लाइफ कसैले सम्झिन यो परदेशी लाइफ कसैले सम्झिन यो परदेशी लाइफ याद गर्छु म घर बेसीलाई याद गर्छु म घर बेसीलाई आमाले बाई कसैले सम्झिँदैन यो परदेशी लाइफ यो 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 बन्द कोठाभित्र मनको कुराहरू बोल्न थाल्छु के छ साथीभाइ हेलो हाई गर्न थाल्छु पछाडि परदेशी लाइफ स्टोरी यो 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 नेपाली दाजुभाइहरू ध्यान दिएर सुनिदिनु ल जिसको मेरा गाना समझ में नहीं आता लेकिन फीलिंग्स आता है हाँ सबको प्यार दे दिल से लव यू ऑल इस बॉय एमसी बुझा स्टेट आउट द सोनापुर कैम्प यो जब 15 वर्ष पुग्दा लाग्थेन त्यस्तो केही 16 वर्ष पुग्दा स्कुलले छाडिदिए 17 वर्ष पुग्दा गाउँतिर हलिडे दिए 18 वर्ष पुग्दा काठमाडौँको माया लागिदियो विदेशतिर हिँडिदिए कोही छैन साथ दियो अन्जान सहरमा छोड्छ विदेशमा माथुँदै बच्यो घरमा आमा पिर नलिनु एक दिन सब ठीक हुनेछ सफलताको शिखर चढ्दछु एक दिन छोराले आकाशलाई छुनेछ कुरा काट्ने आफन्तले कुरा बसेर हुनेछ ए आमा कुरा काट्ने आफन्तले कुरा बसेर हुनेछ छोरो साथीभाइ कोही अमेरिका कोही जापान कोही चाहे कोरियातिर चिनिदियो अभागी छोरा के गर्न सकिन झोला बोकी खाडीतिर हिँडिदियो सुत्ने टाइममा ड्युटी जानुपर्छ 12 घन्टा ड्युटी दिनभरि काम मैले मेहनत गर्छु एक दिन अवश्य बनाउने सुनाम काम गर्दा गर्दा हात खुट्टा हुने गर्छ जान नेपालमा के गरी खान्छु भन्दा पाइने केही पिलौँ सबको सोच देश छोडी विदेशतिर हिँडौँ गरिबको देश मेरो नेपाल सबैलाई कसरी दिरौँ पार बोकी आए म साथीभाइ सबैलाई माया छ साथीभाइ सबैलाई माया छ यो 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 यस्तो छ मेरो परदेशी लाइफ यस्तो छ मेरो परदेशी लाइफ कसैले सम्झिन यो परदेशी लाइफ कसैले सम्झिन यो परदेशी लाइफ याद गर्छु म घर बेसीलाई याद गर्छु म घर बेसीलाई आमाले बाई कसैले सम्झिँदैन यो परदेशी लाइफ यो 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 बन्द कोठाभित्र मनको कुराहरू बोल्न थाल्छु के छ साथीभाइ हेलो हाई गर्न थाल्छु पछाडि